नमस्कार, म शीतल कार्की। यति बेला म चितवन राष्ट्रिय निकुञ्ज घुमफिरमा छु र चितवन राष्ट्रिय निकुञ्ज घुम्दै गर्दा म अहिले चाहिँ यहाँको एकदमै प्रख्यात जिप सफारी गरिरहेको छु र जिप सफारीको निम्ति हामीले विशेष गरी जिप सफारी चाहिँ धेरै कुरा गर्नको निम्ति गर्न सक्छौँ, धेरै कुरा हेर्नको निम्ति। विशेष गरी चितवन राष्ट्रिय निकुञ्जमा चाहिँ एकदमै दुर्लभ प्राणीहरू, वन्यजन्तुहरू हेर्नको निम्ति हामी जिप सफारी, हात्ती सफारी लगायतका सफारीहरू हामीले गरेर चाहिँ हामीलाई सहजै तरिकाले, सहज वातावरणमा हामीले चाहिँ दुर्लभ रहेका पशुपन्छी, प्राणीहरू लगायत वन्यजन्तुहरू हेर्नको निम्ति जिप सफारी गर्ने गरिन्छ। र अहिले चाहिँ म ठ्याक्कै जिप सफारी गरिरहेको छु र यति बेला चाहिँ यो मौसम तपाईँको शीतलता नै छ। यहाँनिर पानीहरू आएको छैन र घाम पनि लागिरहेको छैन। मौसम चाहिँ पानी पर्ला जस्तो को अवस्थामा रहेको छ। यति बेला मैले तपाईँलाई त्यही जानकारी दिइरहेको छु भने मैले तपाईँहरूलाई त्यहाँ देखेका कुराहरू के देख्छु त, भाग्यमा छ नि अब सबै कुराहरू देखिएला, सम्भवतः बाघ पनि देखिएला, तर त्यो आश नगरौँ। तर हामीले चाहिँ नेपालमै मात्रै पाइने एक सिङे गैँडा त्यहाँ पक्कै पनि देख्न सक्छौँ होला भन्ने मैले चाहिँ अपेक्षा गरेको छु, आश राखेको छु। भवितव्य त्यहाँ चाहिँ एक सिङे गैँडा देखिएन भने मदेखि कति पनि तपाईँहरू दुखी नहुनु होला भन्ने तपाईँहरूलाई आग्रह गर्न चाहन्छु। र बोल्दै बोल्दै तपाईँहरूमाझ मैले यो जिप सफारीको भिडियोहरू बनाइरहेको छु र यतिखेर मैले चितवन राष्ट्रिय निकुञ्जको जङ्गल परिसर घुमिरहेको छु र यहाँका कुराहरूलाई पनि मैले तपाईँलाई देखाउँछु। मैले चाहिँ सहजै तरिकाले यहाँको पाल्तु हात्ती चाहिँ देखिरहेको छु भने जङ्गलको हात्ती मैले देखिरहेको छुइनँ। तर पक्कै पनि अब हाम्रो यो जिप सफारी चाहिँ करिब 2 घन्टाको हुनेछ भन्ने कुराहरू हामीलाई चाहिँ दिनुभएको छ र हामीले पर्मिट काटेर यो जिप सफारी चाहिँ गर्न सक्ने रहेछौँ भन्ने कुराको जानकारी पनि रहेको छ। र म तपाईँहरूलाई चाहिँ अब मेरो अगाडिको भिडियो यति नै राख्दै पछाडिको भिडियोहरू तपाईँलाई म पस्किने छु। गेटमा आइपुगेको छौँ र गेटबाट हामी भित्री प्रवेश गरेका छौँ। फाइनली हामी चाहिँ अब जङ्गल प्रवेश गरिसक्यौँ र जङ्गल प्रवेश गरिसके पछाडि अब तपाईँहरूले चाहिँ मैले तपाईँहरूलाई देखाउने कुराहरू, मैले देखेका कुराहरू देखाउने नै छु। जङ्गल प्रवेश गरिसकेको दृश्य तपाईँलाई मैले यति बेला देखाइरहेको छु भने यो कमरोज मध्यपूर्वी सामुदायिक वन चाहिँ हामी यति बेला भ्रमण गरिरहेको छौँ। यो चाहिँ कमरोज मध्यपूर्ववर्ती सामुदायिक वन, कमरोज बफर जोन कम्युनिटी फरेस्ट, खैरनी नगरपालिका 12 र 13 कुमरोज चितवन भन्ने ठाउँमा हामी भ्रमण गर्छौँ। यसको कुल क्षेत्रफल रहेको छ 691.90 हेक्टर, टोटल एरिया 691.90 HA, उपभोक्ता सङ्ख्या 2109 घरधुरी। यो वन कति सङ्ख्याले चाहिँ प्रयोग गर्नुहुन्छ र यो वनको माध्यमबाट कतिलाई फाइदा पुगेको छ भन्ने कुराहरूको, र यो वन कति क्षेत्रफलमा रहेको छ र यो वन चाहिँ कुन नगरपालिकामा पर्छ, खैरनी नगरपालिका 12 र 13 वार्डमा पर्दछ भन्ने कुराको जानकारी यो बोर्डको माध्यमबाट हामीले थाहा पाउन सक्छौँ। यति बेला मैले तपाईँलाई विश्राम स्थलबाट तपाईँलाई मैले दृश्य देखेको छु। अब हामी यहाँ बसेर चाहिँ उत्रिन पाइँदैन भन्ने कुराको जानकारी भइसकेपछि चाहिँ मैले तपाईँलाई यो सानो क्लिप देखाइरहेको छु। सफारीकै क्रममा छौँ हामी चाहिँ र तपाईँलाई मैले अघिदेखि नै जङ्गल सफारी देखिरहेको छु। यो रिभर पनि तपाईँलाई मैले देखाउन चाहेँ। अगाडि हाम्रो गाइड हुनुहुन्छ यहाँ गाइड र हामी यतिजना थोरै मात्रामा छौँ र सम्भवतः हामीले नदेखेका जनावरहरू देख्नेको निम्ति हामी जङ्गल सफारी गर्ने गर्छौँ र त्यसको निम्ति हामी चाहिँ यस ठाउँ आएका छौँ। एकदमै घना जङ्गल तथा प्रवेश गरिरहेको छु। यति बेला तपाईँलाई मैले अघि नै पनि बोर्डको जानकारी गराउँदै हामी यो सामुदायिक वन चाहिँ हेर्दैछौँ भनेर देखाएको थियौँ।
भित्री जङ्गल आइसकेको छौँ र भित्री जङ्गलमा हामीले चाहिँ मयूर अनि जराहरू चित्तल जस्ता वन्यजन्तुहरू चराचुरुङ्गीहरू देखिसकेका छौँ र हामी भित्री जङ्गलको प्रवेश गरिरहेका छौँ। त्यतिखेर हामी यो कहाँ हो भन्ने कुरा ठ्याक्कै थाहा नहुने स्थानमा छौँ, तर यो सम्भवतः मलाई थाहा भएअनुसार हामी चितवन राष्ट्रिय निकुञ्जमा देखिरहेको छौँ। बाघ आउने क्षेत्रमा आइपुगेको छौँ। सम्भवतः यहाँनिर सम्भावित क्षेत्रमा आइपुगेका छौँ। हामीले चाहिँ ठ्याक्कै यो रिभर साइडमा दुईवटा गोही देखेका छौँ। यहाँनिर एउटा गोही छ भने यतापट्टि पनि हामीले गोही देखेका छौँ। सबै यहाँ गोही हेरिरहनु भएको छ। माछाहरू खान्छ, यहाँ गोही फेला परेको छ। गोही देखिएको छ, यो गोही हो, ठ्याक्कै गोही देखियो। अहिले चाहिँ तपाईँले देख्न सक्नुहुन्छ त्यहाँनिर गोही रहेको छ। म ठ्याक्कै तपाईँलाई फोकस गरेर यो गोही यति बेला हल्लिरहेको गोही चाहिँ ठ्याक्कै देखाउँछु। यो रहेको छ गोही, गलेर लथ्रम्म भयो जस्तो गरेर त्यो पुच्छर हल्लाइरहेको अवस्था देखिएको छ। हामीले गोही पनि देखिसकेको छौँ। गोही चाहिँ तपाईँको पानीबाट बाहिर निस्किसकेको अवस्थामा गोहीको फोटो पनि मैले खिचिसकेको छु। यति बेला मैले केही निक्लेको छैन, के निक्ल्यो कि भनेर मुख खोलिरहेको थियो छक्क, अनि केही निक्लिएको रहेनछ। अब चाहिँ म तपाईँहरूलाई यहाँ चाहिँ गैँडा देखियो भन्ने कुरा आएको छ। अनि टक्क हामी चाहिँ अहिले रोकिरहेको छौँ। चर्न भयो निस्किन्छ अहिले झन् राम्रो हुन्छ। गैँडा हो र गैँडाको दृश्य हामीले देखिरहेको छौँ। गैँडा हल्लिरहेको छ। मैले धेरैभन्दा धेरै जुम गरेर तपाईँलाई देखाउने प्रयत्न गरिरहेको छु। 24x बाट तपाईँलाई मैले गैँडाको भिडियो बनाएर देखिरहेको छु। हिँड्यो अहिले हल्का हिँड्यो। घडियाल गोही दुवैतर्फ फर्केर बसिरहेको छ। एउटा तल्लो साइडमा फर्केको छ है, एउटा मास्टर साइडमा फर्किरहेको दृश्य तपाईँलाई देखेर मैले चितवन राष्ट्रिय निकुञ्ज को जङ्गलभित्र तपाईँलाई मैले देखाइरहेको छु। यो चाहिँ घडियाल गोही भन्छ भनेर यहाँनिर अब दाइले भनिरहनु भएको छ। यसरी हामीले घडियाल गोहीको दृश्य तपाईँलाई मैले देखाइरहेको छु। डायल जोन जान्छ अहिले हामीले ठ्याक्कै गैँडा देखाएको छौँ। एकछिन गैँडा क्लियर देखाए 17 होला, 17 अन्त झ्यापो 17 18 त एकछिन गैँडा टक्क तारासै देख्ने है। हामीले देख्यौँ। उताबाट कोही आयो, अब कोही आयो भने स्पष्टसँग देखिन्छ। खुट्टा छिरेर मात्र 45-50 वर्ष मात्र यो सिंगल मात्रै छ है, बस्ने नै सिंगल हो यिनीहरू, जोडा छैन। जोडा हुँदैन, यिनीहरू बस्दैन। यसको 1.5 वर्ष पुगेपछि मरेको चाहिँ भेट्छ त
भेट्दैन खासै कोही कोही बेला भेट्छ त्यस्तो त बच्चा प्रचलन कसरी हुन्छ बच्चा मेटिङ टाइमले भालेपति हुन्छ त्यसपछि एक्लै बस्ने यिनीहरू यो फागुन चैत वैशाख जोराहरू त होइन दुईटा भाले यहाँहरू यो चाहिँ चित्तल हेर्नु ल चरेको चित्तल माथि बाँदर मृग उता टक्क हामी हेरिरहेको छौँ चलिरहेको छ चितवन राष्ट्रिय निकुञ्जभित्र चित्तल लगायत जरायो एकै ठाउँमा यसरी चरण गरिरहेको छ मास्तिरपट्टि बाँदर रहेको छ बाँदरहरू तपाईँले बाँदरहरू पनि देखिरहनु भएको छ त्यहाँ परतिर बनकुखुरा रहेको छ यहाँनिर बनकुखुरा पनि चरिरहेको छ यति धेरै देख्न सक्नुहुन्छ है यति धेरै चित्तलहरू चाहिँ चरणमा रहेका छन् रेडी बनाएको नि तपाईँलाई जरायोको दृश्य तपाईँलाई मैले यति बेला देखाइरहेको छु यताउति जरायो रिसाएको अवस्था हुन्छ जरायो चाहिँ है लगभग राष्ट्रिय निकुञ्ज परिसर हामीले धेरै कुराहरू देखिसकेपछि अब हामी फर्किने क्रममा छौँ फर्किने क्रममा तपाईँलाई मैले लिएर प्रस्तुत गरिरहेको छु टिकटकको फर्किने क्रममा छौँ है साथीहरू धन्यवाद नमस्कार छ यति बेला यो जरा चरिरहेको दृश्य तपाईँलाई मैले देखाइरहेको छु यसरी जरा टक्कसँगले चरिरहेको छ अब हाम्रो यात्रा पनि अन्त्यतर्फ लागिसकेको छ साथीहरू हामीले जरायो देखिसकेको छौँ र हाम्रो यात्राको अन्त्य मोडमा आइसकेको छौँ यो जरायो चरिरहेको दृश्य तपाईँलाई देखाइरहेको छु पछाडि कर्रा भन्ने पन्छी तपाईँहरूमा आज मैले प्रस्तुत गरिरहेको छु कर्रा हो घडियाल गइरहेको छ चाहिँ माछा मात्रै खान्छ अहिले चाहिँ